So good morning and welcome back to Abre Gurung official channels. लेटाङमा छु यो बेउलाको पुर्क्योली घरमा चस्मा लगाएर केटो हिरो हुँदैछ स्कुटी चलाउँदैछ भोलि चाहिँ हाम्रो सानो मगन्ते यानी कि बेउली माग्ने कार्यक्रम छ मिस्टर विकास भङ्गुको यता हाई गर्दै भोलिको बेउला यता हाई गर भनेको हेरेछ नि भाइहरु त्यहाँ अब सामान कुर्सी लिन जानको लागि रेडी हुँदैछ टक्क नजारा चाहिँ यस्तो छ हाम्रो यहाँ वरिपरि पुरै नजारा यस्तो छ चट्ट लाएर अब ट्र्याक्टरमा सामान लिन जाने हामी स्कुटीमा जाने लगभग 12-13 वर्ष पछि यसरी चट्ट लाएर बढेको छ मेरो त्यस्तै बढाउँछ जस्तो सिम क्या गरेको या यो या क्लब आइपुग्यो कहाँ हेर्छ उता हौ अगाडि भोलिको बेला बाहिर हेर्दै हिँड्छ माने त ब्लगमा त बाबु पुरै आज त कहाँ हेरेको सिधा बाटो हेर्न बाबु बाटो हाम्रो बिहाको हाम्रो भोलिको कार्यक्रमको सामान लाने BMW आउँदैछ यहाँ चट्ट लाएर दाजुभाइहरू BMW आउँदै हुनुहुन्छ BMW एकछिन बाइक आउँदैछ बेउला एब्रेडोन लेटाङ कहाँ हिँडेको भाइ ए चाबी लिन जान्छ भाइले चट्ट लाएर हाम्रो BMW को इन्ट्री भइसक्यो चट्ट लाएर यहाँ सामान लिन कि श्री कमलपुर सामुदायिक वन उपभोक्ता समूह BMW चट्टभित्र इन्ट्री भइसक्यो अब चट्टै कति राम्रो ठाउँ छ यहाँनिर भेरी नाइस प्लेस ल हाम्रो समाजको यहाँ टक्क लाएर यहाँनिर सबै लेख बाबु लेखेर बेहुलाले नै बोक्नुपर्छ क्या यस्तो चाहिँ यो ठुल्ठुलो कराई चाहिँ तपक त बेहुलाले बोक्नुपर्छ क्या यसो पुरै बोक्नुपर्छ म सहयोग गरिहाल्छु नि एक्सिडेन्ट भनेको पछाडि हिँड्ने हुन्छ नाम मेन भनेको त अगाडिबाट हान बाबु ल हाम्रो चाहिँ लगभग 150-200 जना चाहिँ पाउने आउने छ हाम्रो त्यही भएर चाहिँ यहाँ चट्ट चम्ची गन्दैछ भाइ दाजुभाइ चट्ट यहाँ चम्ची गन्दैछ अब यो कराई लानुपर्छ ठुलो पकाउनु त्यो कराई लानुपर्छ यो सब लानुपर्छ अनि भोलि पकाएर सिमेन्टी पनि रहेछ यहाँ एकीकृत समाज भनेकै गाउँघरबाट सिक्नुपर्ने हुन्छ क्या हामीले अब सहरतिर भएको भए पार्टी प्यालेसमा भनौँ के भनौँ एकजना जिम्मा दियो आयो खायो गयो त्यो एकछिनको लागि नहुन्छ यहाँ भनेको भोलिको प्रोग्राम अहिले यसरी दाजुभाइ आउने समाजको घरबाट लाने सबै एक हेर्ने छुट्यो भने फेरि हामीले भोलि तिर्नुपर्ने हुन्छ हरायो भने यसरी एक टिप्ने होइन अनि आजदेखि नै रहल पहल नाचसाच गाना ड्याम डुम अब त्यो घरमा पनि कोही कहाँ बिजी हामी यसरी बिजी यो चाहिँ नबिजी यसलाई मतलब छैन यसलाई अब यो भोलिको राजा पनि हो त्यही भएर यसलाई मैले छुट दिएको छु तर अहिले यो सबै सामान चाहिँ यहाँदेखि बोकेर ट्र्याक्टरसँग पुऱ्याउनु चाहिँ फेरि यसकै काम हुन्छ होइन अनि बोक्नु सुरु गर्नु त बाबु यहाँदेखि एउटा लगाएर हाल्दै हाम्रो तिनीहरू नजिक छ ल बाबु यति चाहिँ काम गर्छ प्लेट चाहिँ रातै हाल्यो चकबोर्ड 2टा नाइफ 2टा 15-20 वर्ष अगाडि तर्रामा हाम्रोतिर बिहा कार्य हुँदाखेरि यस्तै हुन्थ्यो क्या रमाइलो हुन्थ्यो क्या यस्तो मजा हुन्थ्यो ए पछाडि वरिपरिको हेर्नुहोस् कस्तो राम्रो छ यतापट्टि जङ्गल यतापट्टि खोला
उत्तरपट्टि पहाड लेटाङ त्यही भएर त्यति गर्मी पनि छैन कि जाडो जाडो छ सुपारी ब्लग अब यहाँ हाम्रै च्यानलको लागि मेरो दोस्त यहाँ कन्ती उठाउँदैछ ल त्यस खुसी लाग्यो आजले धेरै राम्रो काम गरिरहेछ है मलाई सघाउँदैछ अब यसको पैसा चाहिँ अब यसलाई फर्काउनु पर्नेछ फाइनल्ली अब चाहिँ हाम्रो होइन ट्र्याक्टरमा सबै सामान लोड भइसक्यो अब घरतिर जाने क्रम हामी जारी गर्दैछौँ निकै वर्षपछि यसरी बिहाको सामानहरू लोड गर्नु पाउँदा एकदम खुसी पनि लागिरहेछ गर्वसाली पनि लागिरहेछ होइन आफ्नो साथीको बिहामा पुरै टक्क लाएर यहाँ हाम्रो पुरै यहाँ भइसक्यो पुरै लोड भइसक्यो यहाँ अब हामी घर जान्छौँ गेलेर चट्ट लाएर काटिँदै छ चट्ट लाएर गाईबस्तुको लागि भोलि हामी बिहान बिजी हुन्छौँ त्यही भएर आजै चट्ट हामीले सबै आजै काटेर रेडी गरिदिएको यहाँनिर टक्क लाएर अन्त बढी टक्क लाएर भोलि भ्याउँदैन काकी त्यहाँ काकी अरबी हुनुभएको छ फेरि अरबी अबिबी हुनुहुन्छ काकी फेरि मौसमले कस्तो राम्रो साथ दिएर घाम आइरहेछ यहाँनिर चट्ट घाम अनि घामले हल्का हल्का गोरो गोरो पनि हुँदैछ हामी पनि चट्ट लाएर हाम्रो एक लट सामान आइसकेको छ एक्सट्रिम पानी बियर कोक फ्यान्टा यहाँ भाइहरूले चट्ट बेहुलाले भाइहरूले चट्ट यहाँ गोदाममा थन्काउँछ भोलिको लागि म चाहिँ ड्राइभर अब ड्राइभरले कहीँ पनि काम गर्दैन नि त ड्राइभर भनेको त बसिरहेको छ नि त जहाँ पनि होइन अनि त्यही भएर यहाँ यता छ यहाँ पुरै एक्सट्रिम दुईवटा ल्याएको हुन्थ्यो सेकेन्ड लट हाम्रो यहाँ चट्ट खाद्यान्न चिजहरू जाँदैछ अब चट्ट लाएर उहाँ दाइले पोका पार्दैछ यहाँनिर ए बाबु है चामल हाल्न बाबु उहाँ डिकीमा हाल्दा चट्ट भ्लगमा यसो काम गरेको आइज बाबु एउटा चामल हाल्दा अनि म हाल्छु अरू आइज पर्किएन हालिहाल अलि बिर्सिन्छ फेरि छिटो आइज बाबु आइज लु यो चामल बोक ठुलो म लिएर जान्छु बेहुलाले यसो काम गर्नुपर्छ नि त कहिले काहीँ हामी त हेरेको हेरे यहाँ सन्तोष किराना पसल ल यहाँ चाहिँ एकदम राम्रो दाममा दिँदो रहेछ एकदम हरेक चिज पाउने नेटाङमा सन्तोष किराना एन्ड ट्रेडर्समा चट्ट लाएर चाहिँ यहाँ टक्क भोलि भात खाँदा भोज खाँदाखेरि चाहिँ धुलो झर्छ भनेर चाहिँ हाम्रो चाहिँ यहाँ प्लास्टिक लाउने कार्यक्रम हुँदैछ सट्ट लाएर कि कसो कान्छ यता आएर न कान्छ अन्त भोलि सोल्टिनीहरू आएपछि नाच्ने कि ननाच्ने ननाच्ने ह्यान्डसम 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 ननाच्ने अरे अब चट्ट यहाँ भोलिको बिहाको लागि चाहिँ अहिले चाहिँ यहाँ लसुन प्याज सबै अर्ग्यानिक लसुन अर्ग्यानिक के भन्छ अदुवा यहाँ अर्ग्यानिक सबैजना ज्यान पनि अर्ग्यानिक छ सबैको
गाउँले खन्की खाएर यहाँ टक्क लारे हाम्रो के अरे भाइ बले भाइ बले भाइ हेर्दैन गरे उता भाउजूलाई काकीलाई टक्क लाएर भोलि मजाले यतिखेर नाचिसक्नु भाउजू यत्रो यत्रो सोल्टिनहरू छ कि छैन सकिन्छ नि त यत्रो छ भने त अलिक त यस्तो भइहाल्छ होला फेरि उफ्रिनु पर्यो नि त नि उफ्री फेरि अब बात नमिल्दा पनि उफ्री दिनु पर्यो होइन बरु यत्रो ल टक्क अहिले चाहिँ बिहाको दिन उठ्यो अब मुखसुख धुनुपर्ने गाह्रो छ मलाई अब आज बिहा हुँदैछ फेरि आजै डिभोर्स होला कि भनेर बिहान बिहान उठाएर छिटो बिहा गर फोन गर भनेर सम्झाउनु पर्ने छ अनि उठ्नु बित्तिकै फोन गर्दैछ ए अब ए छिटो उठ फोन गर भन्नुपर्छ मैले नि अब क्या अब कस्तो छ अनि आफै उठेर फोन गर्दैन ल अब यहाँ सुँगुर काट्नु पर्नेछ होइन पहिला फ्रेस अलिकति बिच्किँदैछ ओ भाउजी सुँगुर तो नहीं कटल छी अभी कटल छी तू हर बुढ़ो तो सुतल छी हम उठल भी छी तो उसको बाप रे बाप उठने बित्तिकै फोन करल छी देखाल छी कि खुद को उठल छी घूर घूरल छी रात भर हम उठल छी जल्दी भाउजी को फोन करबे न तोर को मारबे बोल के हम बोलल छी अब एकैछिन बटाबट भइहाल्छ नो टेन्सन बटाबट एकैछिन हुन्छ कुखुराको चल्लाहरू चिरबिर गर्दै हुन्छ यहाँ काकीले चट्ट लाएर बिहाको दिन शुभ सायदको लागि यहाँ दुध दुधै हुनुहुन्छ गाई बिल्ली यहीँ छ कुकुरहरू चाहिँ किन भुकेको हो दाइको बिहामा मासु खानु पायो भनेर भुकेको हो क्या चट्ट मुखसुख धुयो कान्छी काकीले बिहानै उठेर घर सफा सबै सट सबै हजुर होइन यो उयसमा हालेको भिडियो मात्रै गरेको हाम्रो यहाँ चट्ट सुँगुर रेडी हुँदैछ यहाँ चट्ट लाएर लोकल सुँगुर ठुलै पो रहेछ है मजाको यो लोकल पनि त्यो सुँगुर अब फाइनल डे अफ मगनी माग्ने दिन यहाँ छ मासु छ है 3-4 आउँछ मासु साँच्चै भाइ त्यहाँ भाइले चिकन हान्दैछ भाइले त्यहाँ यो भुकेकै छ काँचै खाएर हुन्छ भुकेर काँचै मागेर हुन्छ पाक्नु परेन अर्ग्यानिक प्लेसमा अर्ग्यानिक ठाउँमा चट्ट लाएर यसरी बिहान बिहान फ्रेस भएर होइन ए कति राम्रो छ बच्चामा आइन्थ्यो यता साथीहरूसँग साथीको घरमा त्यही ग्यापमा झन्डै 13-14 वर्षकै ग्यापमा आयो फेरि आज खुसी लागिरहेको छ आयो 3-4 दिन भइसक्यो नि अनि चट्ट लाएर हो अब आज हाम्रो चाहिँ फाइनली उयो गर्नु दिनु होइन माग्नु जानु दिनु रितको लागि यहाँ एउटा आधी भोजनको लागि आधी रितको लागि यहाँ सुँगुर काट्दैछ यहाँ एन्सेल त एनटिसी भनेको त एन्सेल
एन्जेल एन्टिसी भनेको थिएँ एन्जेल कति नछाड्नु अरे होइन यस्तो यो रक्सी नखाइकन यस्तो काम गर्ने सहयोग गर्ने आफूले गर्ने काम त यसले गर्दैन नि त ऊ त डर यो त पड्काउने मात्रै काम गर्छ हात्तीलाई त बजाए पर हुँदैन माउ त्यो तिमी हामी पनि हुन्छौँ हात्तीसँग भिड्ने हुनसक्छ होइन उसले पनि उचालेर त पछारेको नि तर फाल्न चाहिँ नसकेको क्या हात्तीलाई हाम्रो जात जाति धर्म संस्कृति सब एउटै नेपाली हो भन्ने कुरा चाहिँ यहाँ पुष्टि हुन्छ हाम्रो कानल दाइले चाहिँ पुरै यहाँ पुरा छेत्रीको छोरा भएर सुँगुर जस्तो राम्रो उहाँले जस्तो राम्रो नबनाउनु रहेछ अरू फेरि राई लिम्बूले भन्छ ए बङ्गुर एन्सेलहरू चाहियो चाहिँ त्यसको ज्वलन्त उदाहरण साँची भनेको हाम्रो महेन्द्र कमरेड हो तर हामी आएको भोट माग्छ भनेर महेन्द्र कमरेड पिङ छैन गाउँघरको एकता नै यही हो क्या मरौ पऱ्यो नि बिहा कार्य पऱ्यो भने सबैजना सहयोग गर्नुहुन्छ त्यही राम्रो हो सोनम भाइ पसिनै पसिना भइसकेको छ छुरी त हिजो त्यहाँको साह्रो दामी थियो टक्क भिडियो घरमा लानुको लागि टक्क यहाँ हुँदैछ होइन अब यहाँ केराको पत्तामा यहाँ केराको पत्ताले केराको पत्ताले छोपेर केराको पत्ताले छोपेर होइन अनि उयस लाउनुपर्छ के अरे अब हामी मासु अमेरिका लानुको लागि रेडी गर्दैछौँ भाउनेको अमेरिकाको लागि चट्टो लगाएर यहाँ अब यसलाई उयो गर्नुभएको टेप लाउनु भन्दा पनि हावा छिरो छैन बाँध्ने आधी एउटा लगाइदिने हुँदैन त्यो आधी हुँदैन नि त लाउनु मिल्दैन नि अब भइहाल्यो जोख्नु परेन चाहिँ हाम्रो यहाँ टक्क अब सुँगुरको फिलाहरू टक टक यसरी सक्लै बनाउने भइरहेछ लोकल सुँगुरको व्यवस्था यहाँ माले रक्कलाहरू सक्छ 60 केजी त होला बिबी अल्ला सुरा अदेन अक्केल आइबा अला ताल यल्ला बिबी ताल यल्ला बिबी ताल इन त ताल अला सोए यल्ला आइबा अब यहाँ कति केजी भयो भनेर चाहिँ अब सुँगुरको मासु चाहिँ यहाँ पुरै आइबा ल है सुँगुरको मासु जोग्दै अल्लाहको अकबर भन्दै मार्दै ल ताल जिप आनु जिप हल्लेकै छैन
अनि भाडाको भाग त उता बोलाउनु पर्छ त्यता लाएर हुन्छ ए भाडाको भाग त यहीँ पो हुनुपर्छ त यहीँ हुनुपर्छ ए के हो यो ए भएन अब चाहिँ मिलो त्यो 11 पनि हाल्नुपर्छ यो 1 पनि हाल्नुपर्छ अब अरू झिक्यौँ यो झिक्यौँ जिग मिलिहाल्छ 5 हाल्नु त 5 टोटलमा कति भाडा कति किलो 11 किलो त्यो पनि हाल ल 60 किलो अनि ल हैन 11 किलो 11 किलो छाड्दिउ न भाडाको भाग हो 10 किलो भाडाको 11 छोड्दिउ भाडाको कति 11.5 किलो काट्नु पर्छ 60 65 65 आन्द्रा बुढी गर्दा त 60 किलो भयो यहाँ अझै 2 किलो बेसी नै छ यो उतारि धेरै लुच्किरहेछ 70 पुग्यो कति पुग्यो त भन्दिनु 70 आधा हबिबी 70 लाएर कल्या मेरो अब पुरा राम्रो पढ्यो कि अब पुरा नाम लेखाउन अब हामी राई नै हो हैन साम्पाङलाई भन्नु यहाँ बेहुला चाहिँ रेडी हुँदैछ बेहुली हुनु जानुको लागि जसमा म चाहिँ रेडी भइसकेको छु यहाँ बेहुलाको भाइ फेरि हिजो भर्खर युके भएर पुरा फिट यता सिधा फर्कि त सिधा यता ओभर स्लिम फोटोमा चाहिँ मोटो नमोटो देखिन्थ्यो तर ज्यान चाहिँ यसले ओभर मेन्टेन गरेको रहेछ ओभर स्लिम ह्यान्डसम टक्क लाएर त्यो मेरो भ्लगको लागि हो तैँले मेरो भ्लगै सब्सक्राइब गरिदिनुहोस् क्या अब हामी टक्क रेडी हुँदैछौँ अब यहाँ क्यामेराम्यानले पनि त्यो नला त्यो गर्मीमा कहाँ त ज्याकेट लाग्यो गर्मीमा ज्याकेट लाउनु हुँदैन अब लगभग रेडी भइसक्यो अब जाने बेला नि भइसक्यो हाम्रो चट्टो लाएर मुभ हुनुपर्छ यता फेरि फोनमा जाने बेलाधरि फोनमा बोल्दैछ चाहिँ कति कडा माया होला यस्तै माया सदैव रहिरहोस् भन्ने शुभकामना छ मेरो तर्फबाट हामी सबैको तर्फबाट सबैजनालाई लाउरेले पुरै यहाँ गिफ्टहरू बाँड्दैछ टक्क भाग्यमानी चेली ज्वाइँहरू टक्क लाउरे यस्तो हुनुपर्छ क्या रिटर्न ब्याग भनेको जस्तो हुनुपर्छ क्या नमस्ते नमस्कार अहिले त साँच्चीकै रेडी हुँदैछ बेहुला यताहरू बाबु टोटला कोट यहाँ छ कोट यहाँ कोट कहाँ छ त्यो पनि थाहा छैन है कोट लगाएर बेहुला यहाँ पुरा रेडी हुँदैछ कोट CUAT कोट चट्ट गुड यता सलाम हान्ने एकचोटि अब सलाम सर गर्दा खोइ सलाम गर एकचोटि आमा यार खतरा देखेको छ त यार त्यो देखाउने गरिहाल गुड सबै चेक गरेर ल्याएको हो नि सर्ट टाई कोट किङजङ जस्तै देख्यो त अन्त किङजङ बस्क उहाँको के अरे के किङजङ गरी भयो अरे किङजङ जस्तै देखेको त अन्त साउथको नर्थ कोरियाको रुलर जस्तै माइला बाथरुम माइलाको भाइ जेठा अनुहार सधैँ मिल्छ बेहुला टोयलेटबाट आउँदैछ अब चाहिँ बिहानको लगभग 9 बजिसकेको थियो त्यति बेला अब बेहुलाको साइद हुँदैछ बेहुलाको मम्मीले हाम्रो बडीले बेहुलालाई टक्क साइदमा दही खुवाउँदै हुनुहुन्छ यो चाहिँ जुनै पनि जात जाति धर्मप्रति चाहिँ संस्कृतिप्रति चाहिँ दहीले खायो भने चाहिँ एकदम राम्रो शुभ साइद हुन्छ भनेर हाम्रो नेपालमा मानिने छ त्यसै गरेर खुवाइसकेपछि बडीले
बाटो खर्च लगाइदिनु भयो गोजीमा। उतापट्टि हाम्रो कल्याहरू पनि शुभसाहित गर्नुको लागि यो गर्नुपर्छ, त्यो दुबोहरू के बाटोमा राम्रो हुन्छ भनेर आफ्नो संस्कृति अनुसार लाउँदै हुनुहुन्छ, गफ गर्दै हुनुहुन्छ। यो चाहिँ मैले पहिला पनि देखेको थिएँ, यसपालि चाहिँ आफ्नै साथीको बिहामा खुद भोग्नु पाएँ। एकदम खुसी लागेको छ। केटो गमक्क परिरहेछ। आमा उतापट्टि बुवा पनि बस्नुहुन्छ, साइनी छ्यामा पनि हुनुहुन्छ, कान्छी छ्यामा पनि हुनुहुन्छ। आइसियोस् पछाडि बस्छु नि पहिला उता जानु ढोका खोल्नु परेन। शुभयात्रा। धन्यवाद बडी। ल खुल्लै छ हौ, तान्न अलिक कसर। अब राम्रो गरी अब बुहारी लिएर आउनु। ओके हजुर 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 यस 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 हामीहरू भरे चेलीहरू रेडीमा पुरै हजुर ल ल ल ल ले मात्रै हुन्छ भन्छ माथि। नेपालीले नमान्नु है, नेपालीले नमान्नु, पाउन्डले भरे पाउन्डले मात्रै, नेपालीले हुँदैन भन्नु पऱ्यो भाउजू छिराउँदाखेरि। राम्रोसँग लिएर आउनु बुहारी, हाम्रो बुहारी। हो गुड 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 हो। हिसाबले आइपुगेको छौँ हजुरहरूको गाउँमा, नयाँ ठाउँमा होइन। के छ कसो छ, हामी एउटा बाटोको यात्री हौँ। यहाँ त एउटा माया ललुकामा हामी आएको छौँ होइन। पर्वतीय एउटा माया ममताले अब मायाको त्यस्तै आधारले आइपुगेका छौँ। अब हामी चाहिँ के कस्तो हो हजुरहरूको आँगनमा आइपुगेका छौँ। हजुरहरूलाई स्वागत छ, आइदिनु भयो। हजुर हृदयदेखि नै होइन एकदमै माग्न चाहन्छौँ। होइन हजुरहरूलाई हामी बसेर ए आउँदा हुन्छ, आउँदा हुन्छ। ए क्यामेराम्यानलाई बोला न, क्यामेराम्यानलाई भाइ तिमी यहाँ बस, म उता बस्छु, तिमी यहाँ बस। ठ्याक्कै यो मिलाएको कि ल ठिक छ नि त। गर्दै जाँदाखेरि कतिपय कुराहरूमा भुलचुक होला, त्यसको लागि हामी माफी पनि चाहन्छौँ हजुरहरूसँग। हजुरहरूले चाहिँ अलिकति गाइड गर्नुपर्ने हुन्छ होइन। उहाँले त्यसो भनिसकेपछि सहज भयो, झन् राम्रोसँग भयो। उतापट्टिको कलिया तपाईँहरूको हजुर हामी उहाँले हुनुहुन्छ साथमा हुनुहुन्छ सबै हामी यहाँ बुङ्गा पर्ने
मायालु लालुखामा हजुरहरूको खोटीमा बत्ती बलेर घुरेनमा फुल फुलेर हजुरहरूको मागिलौँ भनेर हजुरहरूको अगाडि सामने बसेको छु र हजुरहरूसित पहिले नै हाम्रो सरसल्लाह पनि भएको हुनाले के अगाडि पछाडि कुन चिज अगाडि राख्ने कुन चिज पछाडि राख्ने कि एकैचोटि राख्दा हुन्छ। अब अहिले चाहिँ एकैचोटि राखौँ अनि त्यहाँ कुन कुन अगाडि सार्ने के गर्ने अनि लुड्ने हो यतै नै त्यो लान ल बहिनी त्यो त अहिले सुटुको लाँदा नि भइहाल्छ। त्यो त सुटुको लाँदा नि हुन्छ, त्यो त घरको लागि हो नि त। पुगेन भने त फेरि सापटे खोज्न जानु पर्छ। हामी सापटी त दिन्छौँ नि, हामी छौँ नि। यो अलिकति साह्रो अब यतातिर अनि यता हाम्रो नयाँ अब हाम्रो सम्बन्ध हुँदैछ छोरीचेलीहरू अब यता हाम्रो हात चाहिँ क्या कहाँको हुन्छ हौ पनि सिकाएर छ सबै सिकाएर त्यही पहिले सबै कुरो जानकारी एउटा जातको आधारमा होइन यो त रीतिरिवाजहरू मान्ने क्रम अलिक अलग अलगै छ। त्यसमध्ये हामीले हजुरहरूले यहाँ एउटा हामीले चिट दिए अनुसार हामीले यहाँ ल्याएका छौँ र यहाँ हजुरहरूले पनि लेखेर दिइसक्नु भएकोले गर्दाखेरि हामीलाई एकदमै सहज भएको छ। त्यसको लागि तपाईँहरूलाई एकदमै धन्यवाद हाम्रो कुटुम्बको तर्फबाट हजुरहरूलाई होइन। र सुर्खेपुङ भनेर हजुरहरूले एउटा माग थियो होइन, त्यो अनुरूप हामीले एउटा सुर्खेपुङमा एक बोतल रक्सी र एक बोतल रक्सी मात्रै लेखेको छ। अब त्यसमा अब केही साथी चाहिन्छ भनेदेखि हामी आजसम्म हजुरबाबु अब कल्या भदैर छ नि सुर्खेपुङ उहाँ कल्या को हुनुहुन्छ अनि कल्यालाई थपेर दिनु न।
भदैलाई दिनु क्या तपाईँलाई कल्यालाई दिनु उताको कल्याले यताको कल्यालाई दिनु त्यहाँदेखि यता हाम्रो माल दाजु र भाउजूलाई भदैले बुझाउनु अनि कल्या कल्याले त्यहाँ गर्नु परेन भदैले उताबाट आएको है भनेर अनि दुईजना दुई तर्फी भएर यता यहाँ बाउ आमालाई बुझाउनु अब दिनु पर्यो त बाउ आमालाई तपाईँहरूले दिनुहोस् न यसो छुइदिँदा भयो त भाउजूले छुनु त्यति भए भइहाल्यो एउटा आमाको अगाडि राखिदिनु न भइगयो नि जातिले छोरा यति छोयो भने त भयो यति छुइदिनु अरू के उलाई राख्नु अब परेन होला यो उतारे माउलाम हो हाम्रो साम्बाङ्गे भाषामा चाहिँ यसलाई चाहिँ अब आमाको शिर उठाउने आँसु पुछाउने काकी अलिक अब के अरे छोरीलाई सोधियो अब यो के अरे यता बुझाएपछि सोध्नु अब रह्यो सिकाउनु पर्छ अनि हजुरहरूले यहाँ लेखे अनुसार हजुरको अब राजी बिराजीको कुरा त चल्यो है यहाँ अब राजी हो कि बिराजी हो अब यो राजी भएर त भयो होला त बिराजी भएको भए त कहाँ हुन्थ्यो र होइन र अर्को कुरा नानी यता पनि हाम्रो ज्वाइँ साहबलाई ठिक छ नि होइन हजुर मनमडप त केही छैन नि मनमडप केही छैन अब हाम्रो छोरी चेलीपट्टि हजुरलाई मन पर्यो छोरीले मन पराएको हो भने ठिक छ है हाँस्दैन त रञ्जित काका पनि हो दुईजना म सहयोगी हो काका हुन्छ त कता जानु लु एकचोटि त्यसो चाहिँ समाजको अगाडि लु ज्वाइँ साहब के हो कसो हाम्रो बरबदुको हालिँदैछ हाम्रो काम चाहिँ के छ कुरा चाहिँ अब समाजको अगाडि गरिदिनु पर्यो हजुर म चाहिँ एकदम राजी छु गुड ताली ताली ल हाम्रो ताली ल अब तपाईँहरूको पनि हामी सुनौँ न अब ल हात जोडेर भन्नु पर्यो है त्यहाँ हात जोडेर भन्नु पर्यो है त्यहाँ होइन हजुर होइन उठे धम्की दियो कि त अब होइन टिकटकमा नत्र म तिमी भएनौ भने म भन्नु पर्यो माइतीहरूको अगाडि अनि हामी यसो नि मन परेकै हो तपाईँलाई मन पर्यो ठिक हो नि होइन त्यति भनिदिनुहोस् भइगयो त अब मन पर्यो होला राजी नै हो राजी ताली यहाँले अनुमति दिइसक्नु यहाँ अब तपाईँले चाहिँ हजुर कल्य होइन त यता कल्यलाई एउटा सार्नुहोस् आउनुहोस् हजुर यता आउनुहोस् हजुर कल्य तालीको चाहिँ कमी भयो हामीलाई तालीको कमी भयो लु
हरे कृष्ण ताली चाहिँ बजाउँ है। अब सक्यो त सक्नु आँटेको एकछिन बस्नु यताको टेन्सन नलिनु गरिदिनुहोस् अब यो के अरे वातुङ भाइको यो के अरे सारिदिनुहोस् ल। वातुङ भाइ हाम्रो डिस्ट्रिक्टमा कताको त्यता वातुङ भाइ हो त्यति भए भइहाल्छ। अब त्यो के अरे यो रह्यो नि ऊ त्यो एउटा टडम सारिदिनुहोस् हजुरले। अनि यो के को यो चाहिँ साइमन यो होला साइमन राखेर भनेपछि अहिले जोइनले यता राखेर भन्नुहुन्छ। अब त्यो साई मन्दिरी अब राखेपछि आमाको दिस यहाँ छ कि अहिले त्यहाँ हालिदिएको छ पैसा हालिदिएको छ रुमालमा होला पैसा। एउटा भेटी राखेर भेटी त्यो भित्र छ नि त हाम्रो। ए ल छ सार्नुहोस् र आमालाई नमस्ते गर्नुहोस् त्यहाँदेखि सबैलाई ढोका भेट चल्छ। एकछिन यहाँ पनि आउँदैछ हातमा अब ए बेहुली यता एकछिन भन्नु उता बाउलाई दिनु पर्यो पर्यो त अलि ए ज्वाइँ त दे अहिको आमालाई गरिसक्यो गरिसक्यो। आमा र बाउ छेउमा हुनुपर्ने ठिक छ तै पनि केही छैन। दुई हातले थाप्नु हो नानी दुई हातले यसो थाप्नु है। ल ताली है ताली। सधैँभरि दुःख पर्दा अब के भने ल ढोक्नु पर्यो अब हैन। दुःख पर्दा सुख पर्दा अब जस्तो कि नरुनु दुःख पर्दा सुख पर्दा नमातिनु भन्छ नि बुढापाकाले। त्यसरी हाँसेर दुःख मनमा भए पनि आफ्नो मनमा राख्नुपर्छ। मम्मी मलाई यसो भन्यो भनेर आमा मलाई यसो भनेर पुरुक्क भएर नआउने लड्नुपर्छ गरी खानुपर्छ। अब मेरो जिन्दगी यही हो तपाईँप्रति समर्पित छ भनेर चाहिँ अब यसरी नै हाँसी खुसी हुनुपर्छ। अहिलेसम्म चाहिँ बाउमाइती हो अबको दिनदेखि उता चाहिँ सर्वस्व हाम्रो ज्वाइँ हो तपाईँको। यही हो यही हो। आमा बाउ भनेर पुरुक्क आफ्नो मन खुसी आउनु पाइएन पाइएन। ज्वाइँले इजाजत ल है अब अहिले नै दिएन जति लाए पनि हुन्छ भन्न अहिले नै भन्न भन्न के गर्नु त। ज्वाइँले पनि तथानन् गाली गरेर पठाउने होइन होइन हामी के पुगेन बहिनीले के गर्नु भएन के गल्ती गर्नु बरु बाउमाइतीलाई सिधा आएर भन्नुहोस् आदेश दिनुहोस् के गर्नुपर्ने हाम्रो छोरी चेलीलाई सम्झाएर हुन्छ टिकेर हुन्छ तपाईँ सामुन्ने फेरि तपाईँको पोल्टोमा फेरि लाउनेछौँ हामी। त्यसो है एकअर्कामा माया चाहिँ गाडा होस् है अब कान्छी छोरी पऱ्यो कान्छी बहिनी पऱ्यो लाड्ने छ अब तपाईँलाई धेरै केही गर्ला त सायद नआउनुहोस् तपाईँ हामी बाउमाइती पनि तपाईँलाई के अरे ज्वाइँ चेलालाई सहयोग गर्छौँ हामी नगर्ने होइन। तपाईँहरूको एक अर्कामा परिपूरक हुनुहुन्छ
हामी पनि साथसाथै हामी ब्याक साइडमा हामी छौँ है है त्यसो भए बहिनीले केही गल्ती भयो भने हामीलाई भन्नुहोस् बाबुमाइती हामी छौँ हामी केही गर्नुपर्ने कान्छीलाई कसरी के गरेर फकल फुलाएर अथवा 2-4 थप्पड हाल्नुलाई मेरो छोरी चेलीलाई सहनु पर्छ नि हो गल्ती गरेपछि गल्ती गरे छ सहनु पर्यो गल्ती गरे छैन अझै भन्नु के मामुलाई छोरी अब ठट्टा पनि भयो रमाइलो ठट्टा यसमा अलिकति मिसेको कुराहरु भयो अब भेटहरु ल अब ढोकबेट ल अब अहिले उहाँ भोलि मम्मी बाबा चिनाउँदै ल्याउनु पहिला अब पछि अनि आउँछन् आफू आफूले भन्ने कता हुनुहुन्छ हो त चिनाउने आफूले आफ्नो मान्छे नचिन्न ज्वाइँ पाएपछि अब चिनाउँदै लानु हो त स्टेपले अब आमालाई अनि काका कुन काका ठुलो काका पहिले फेरि काकाहरू पनि चिन्दैन कि काका पहिले कुनले ठुलो काका एकैचोटि सानोबाट हो त भन्नु यो काका भन्नु काका पहिले त ल्याएको थिएन अब ल्याएपछि अब फुपूलाई अब काका खाल सकियो त अब कान्छी यहाँ यता काका नबिर्सिनु भन्दैछ अब लाइन भयो होइन अब यता चिनाउने काका हो कुन काका हो आफूले भन्ने सबै क्यामेराम्यान अलिकति मिल्नु पर्छ घरको मान्छे आदर चिने बोलाउन सोना बाबा कता सोना बाबा खोइ त काका बाबु खाल सकिएको अब दाजुभाइ यता दाजु बोजूलाई अनि दाजुभाइ यता आउनु सबैलाई धेरै उहाँहरू भोकै अनि अरूलाई चाहिँ सबै गर्ने होइन फेरि अब यता घुमेर आऊ बाबा राम्रोसँगले घुम्नु है पहिलेदेखिको रिस थियो पहिलेदेखिको भाँडाकुटी खेल्दाखेरि पक्कै कहिलेदेखि गर्नु एकछिन उता दाजु कान्छीले चिनाउँदै जानु चट्ट सबैजनालाई एउटा बियर कोक ग्लासमा आफ्नो अगाडि खाने हो। बेहुला बेहुलीसँग यहाँ खाना खानु जुरेको छ आज हामीलाई खाँदैछौँ। ल जसले मलाई मासु थपिदिन्छ उहाँहरूलाई चाहिँ म यो बियर दिन्छु है। फेरि मेरो भएको चाहिँ फेरि सामान ओभर लदा रहेछ के हो हेर्नु दाइकोमा भाइ ओभर लदा रहेछ क्या। गुड साइला खाउँछु नि नखामा हप्तो यहाँ त दुई भाग्यमानी हामी भनेपछि है। ए यसो आँखाहरू यसो घुमाइराख्नु यतातिर म यहीसँग नि त यस्तै हामी कल्ल्या पनि यस्तै ठाउँमा आउनु पाऊँ होइन सजिलो ठाउँमा। ल धेरै उता नघुमा यतै घुमा भाग्यमानी भनेपछि हामी दाइ। भाग्यमानी
ल ठिक छ बेहुलाको भाइ छैला ए साइला यहाँ साइला वानी ल जय सामाहरू सबैजनाको के कसो छ तातो चिसो होइन अमिलो पिरो के भयो सबै छ हजुर भइहाल्यो गल्ती पनि कहिलेकाहीँ मानव जीवनमा हुन्छ जे जस्तो आएको छ हजुरहरूले यसो दर्शन गर्दै गर्नु है मिठो भए पनि के अरे नमिठो भए के भन्छ नि त्यस्तै लिउँ न त लिउँ त्यो एकदम गरम छ जाउँ यो सजिलो भयो भने खुसी मानेको छौँ न हामी पनि अलिकति बेसी खारेर आएको थियौँ त्यो चाहिँ होइन तपाईँहरू त जान्नुहुन्छ नि किनभने उता होइन हजुरहरू निखारेर आयो के गर्नु यताको तिखार पोखर मरिसकेको थियो पहिला तिखारेको थिएन उहाँहरू कडा मान्छे हो जे छ अगाडिको भए पनि पछाडिको भए पनि यताको भए पनि उता भने तपाईँहरू नै हुनुहुन्छ तपाईँहरू भए हामीलाई त्योभन्दा कुरा के चाहियो होइन किनभने हाम्रो एउटा जुन परम्परा पुस्तकावली मानेर यो छ नि उता देखाउनु भयो नि खाना खाना खा एउटा खाना ल यो चिज यो खाला यो म खाँदिनँ नि किन भन्दाखेरि हामीले पहिचान भन्दै अर्काको झन्डा बोकेर हिँड्छौँ नि तर पहिचान त हामीसँग आफै रहेछ नि त भन्ने कुरा चाहिँ तपाईँहरूले लिएर आउनु खोलिहाल अहिले त्यो फेरि चिसो हट्छ क्या विकास खोल्दै पल्लोपट्टि चाहिँ खोल चिसो चाहिँ खोल चिसो चाहिँ हाम्रो मानव जीवन पनि मासिन्छ भिडियोमा आइरहेको छ भिडियोमा केही भन्नु पाएन खाना दिनु यो जोडी छ नि हजुर यो जोडी चाहिँ कन्याले पछि हाम्रो बहिनी बिहेको उसमा हामीले जब कुन बेला बोलाउँछौँ त्यो बेला चाहिँ यो जोडी ल्याउनु होला हस् हजुर ताली कन्फर्म हामी ल्याउँछौँ हजुर यो भनेको चाहिँ अब तपाईँहरूको पनि वतन भाइहरू होला हामीले यसो बहिनीलाई त्यतिकै पठाउँदैनौँ होइन यो चाहिँ तपाईँहरूको रितो बहिनी तपाईँहरूले पनि पठाउनु होला अब मिठो भए पनि मिठो भयो नमिठो भए पनि यो चाहिँ यसो राम्रो छ कि नराम्रो छ कि पड्किने कुरै छ कि हजुरमाथि शङ्ख लाग्छ भने हामी चाहिँ मरिदिनु तयार छोरीचेलीको लागि है हामीले दान गरे हो यो चाहिँ याद गर्नु होला कल्लेहरूलाई यो चाहिँ पछि हाम्रो अहिले खाने गर्छ भान्जे पछि यहाँ बोलाएको दिन आउँदा यो चाहियो हामी त अलिक टाढो छोरी र ज्वाइँ आउँदाखेरि के हो त भनेर पक्कै सोध्छ मुन्धुममा अथवा हाम्रो एउटा पासा लिपिमा सोध्छ त्यतिखेर साथी चाहिँ थिएन भने हाम्रो मान्छे होइन भन्नु उहाँले सक्छ है त्यसले गर्दाखेरि हामी नै हो भनेर यसरी हामी नै हो भनेर त्यति आउँदा आउँदै बाटोमा साथी पनि सक्छ किनभने देशको स्थिति नै त्यस्तो छ राम्रो मान्छे खोरमा खै हाम्रो काकी अनि नराम्रो जो गर्छ उता हाम्रो त्यस्तो कहिले पनि नआउँछ हजुरहरू यहाँसम्म बुवाहरू बुवासम्मको मान्छेहरू सबै पञ्च भलात लिएर आउनुभयो अब हाम्रो छोरी हाम्रो भनाइ के हो भने जन्म जन्म युगौँ युगौँ पुस्तौँ हाम्रो शाखा सन्तान फैलो हामीले दिएको आशीर्वाद छोरी चेली ज्वाइँ चेला सबैलाई लागु छ ज्वाइँ चेलालाई मात्रै होइन हजुरहरू सबैलाई यो लोक त यस्तै भयो कि पुण्य जन्मको लोकमा पनि भेटौँ है मेरो छोरी ज्वाइँहरू उहाँ सबै हुनुहुन्छ हामी सबै एउटै हो तपाईँहरूले यो रीतिथिति राखेर एउटा हाम्रो मतपालीको पहिचान राख्नुभयो मैले अघि पनि भने यो पहिचानै राम्रो कुरा हो यो थियो र नै हामी थियौँ यो थिएन हामी छैन तर वास्तवमा यो भित्र के छ भनेर त्यो भन्न पनि हुँदैन के छ तपाईँ हाम्रो एउटा अमृत छ अमृत हाम्रो पहिचान हो ढुङ्गालाई पूजा गरौँ चाहे मूर्तिलाई पूजा गरौँ हामी सत्यमा छौँ यो सत्य नै हो पृथ्वी माथि अनि यो धरती छ सत्य यो दुईटामा छ अनि आकाश हामीले दिएको आशीर्वाद अनि पञ्चभलातीले देखेको आँखाको आशीर्वाद हामीले जन्मदेखिको लागिरहेको आमा यहाँ हुनुहुन्छ जे जस्तो भए पनि हिजो त हामी विपक्ष थियौँ मिल्नु पर्दो रहेछ कि पार्टीमा गठबन्धन हो हामी त
यो चाहिँ हाम्रो तपाईँको 2063 सालमा युद्धबाट फर्किँदाखेरि सम्झौता गरेको थियो क्या गीता प्रसाद कोइराला र प्रचण्डसँग यसो गर्दै यो चाहिँ हाम्रो गठबन्धन पक्का हो है कहिले ढल्दैन यहाँले दिएको आशीर्वाद यहाँले लिएर आउनु भएको सपना पुरा जन्म मैले पर्वतीमा भने मैले माथिको आशीर्वाद भने हाम्रो आशीर्वाद भनेको छोरी चेली जोइ चेला छ भने मात्रै अब हाम्रो जीवन रहन्छ छोरी चेली जोइ चेला छैन हाम्रो जीवन रहँदैन हामी त आखिरी हो तर उहाँहरूको आशीर्वादले गर्दा हामी अलिक बार रहन्छौँ भन्ने आशा के कसो हो गल्ती गऱ्यो भने त म क्षमा माग्छु नि क्षमा माग्छु तपाईँको अर्को कुरा नि भन्नुपर्दाखेरि अब बिचरा जे जस्तो भए पनि बाउ र आमालाई अप्ठ्यारो भयो थाकेछ यो बिदा थाकेछ काका भएको नाताले गर्दा अभिभावकको भूमिका गरिदिएको मात्रै हो मुख त अघिदेखि चिलाएको थियो साह्रै चिलाएको थियो म 13 थुमे लिम्बू म त सुक्पा नि यहाँबाट पोक्दिनँ भन्यो भने त म त है ताना थाल्ने मान्छे त्यो गरिदिएँ त्यो मान्छे पनि होइन खुकुरी नचाउँछ अरे मूर्खा लिम्बू त साह्रो मूर्खा भन्छ त्यही मूर्खा लिम्बूको छोरा त हो तर म त्यो परिनँ कि फरक खालको परेँ क्या अलिकति फरक खालको परेँ किनभने त्यतिखेरको र अहिलेमा धेरै फरक छ तर सबैभन्दा अघि सुरुमा हजुरले भन्नु हामी त बास माग्नु आएको भन्नुभयो दिउँसै थियो मैले भनिनँ दिउँसै अब चाहिँ यसो हेर्दाखेरि 2 क्रस गरेछ अलिकति पछाडि मागेको भए त हुन्थ्यो कि क्या हो भन्दा कोही भन्थे हुँदैन भन्नु पर्यो भनेको थिएँ यसो फर्केर हेरेको आफ्नै छोरी चेलीहरू रहेछ बास त होइन काकालाई सास पो दिनु आएको रहेछ भन्ने मलाई लाग्यो त्यसले गर्दाखेरि कि साह्रै खुसी छु म त त्यसले गर्दा सबै हाम्रो सम्झौता सधैँभरि यसरी रहोस् बाँचिन्जेल मानव जीवनमा रहोस् यो हाम्रो रीति थियो त अप्ठ्यारो नमानु र मान्छेले जोड्दा त्यो किन्दा ऊ हुँदैन ऊ किन्दा त्यो हुँदैन त्यो किन्दा यो हुँदैन नभन्नु बाँसोको टोपी र पत्ता र हाम्रो त्यो लिपिमा मन्दममा हामी चलेको कुरा हो कि यो हाम्रो त मन्दम लिपि हो फेरि क्षमा पाउँछ जे जस्तो जे भयो गल्ती भयो होला तपाईँहरूलाई दुःख दियौँ बोलायौँ 12 बजीको घामलाई पनि 12 बजीको घाम पनि भनेनौँ अघि हुने कुरालाई अहिलेसम्म ढिलो पनि गर्यो माफ पाउँछ साह्रै माफ मेरो तर्फबाट म त स्वतन्त्र मान्छे तपाईँहरूले तपाईँहरूको घरको चेली कति दुःख गरेर हामी हजुर भन्दा पायौँ त्यो पनि हामीले अप्ठ्यारो मान्न थाल्यौँ नि त जित्न आवश्यक तपाईँहरूकै थियो मैले गोल यसो गरेर बोकेर गएको भए पनि मेरो गोल हुँदैन अब चाहिँ यहाँहरू गाडीमा यसो है फेरि भेट्न पाऊँ यहाँहरूसँग सबै यो चाहिँ अनि यो के अरे उ गर्ने बढी बोल्नेले चाहिँ बोकेर गाडीमा लानुपर्छ कि यो मैले नै बोक्नु लेखेको नम्बरे बाजे दैवले साँच्चै बोकिन्छ नि कुन ठुलो कुरा हो बोक्ने कुरा छ यो त नर्मल हो यो त अहिले म एक हातले पनि गिलासमा बनाएको फिकार मान्छ भाइ बस्दा यार साइनो गर्दै जाँदा साइनो फेर्ने दिनै साइनो मेरो भानी छेउमा यसरी बु अब मैले अलिकति कुरा जोडेँ हजुरहरूलाई र हामी पनि एउटा हजुरको फुल छोडचेली हामी यहाँ लिएर जाँदै गर्दाखेरि बुझाउने हाम्रो संस्कार संस्कृति अनुसारको रीतभातहरू त हामीले पूर्ण रूपमा ल्याउने होला हामी सरी भन्न चाहन्छौँ माफ गर्न चाहन्छौँ तर जस्तो सुकै आए पनि तपाईँहरूले एकदमै रेस्पेक्ट गरिदिनु भएकोमा तपाईँहरूलाई हाम्रो वरको तर्फबाट हाम्रो दुल्हाको तर्फबाट एकदमै मुरी धन्यवाद तपाईँहरूलाई होइन यहाँलाई जन्म हाम्रो तर्फबाट आशीर्वाद हजुरको पनि एकदमै ज्यादा हामीले लिएको चाहिँ फिर्ता दिनौँ है लगेको पार्ने दिनुभएको कुरा हो ज्यादा ल्याउनु भएको हामीलाई अलिक सकिएन
हाम्रो पार्टी मिलेपछि पछि मिलाउला न होइन हामी त सोच्ने त हो नि त यो नमुना हो तर हामी त ढिक्कै लिएर जाँदैछौँ त उठाउँदा हुन्छ कटल रहोस् है तपाईँहरूलाई हाम्रो छोरी चाहिँ कपाबाट जिम्मा अब हामी यहाँ लाँदैछौँ हाम्रो फिर्ता भन्दा पनि उहाँले मायाले बाटो खर्च पानी दिनुभएको छ यहाँ राख त यता राख्ने यता नै म घुमाउँछु